पनि तपाईँहरूलाई देखाउने छु गाइस कपल्स कस्तो रिग्रेट फिल हुँदैन गाइस कपल्स देख्दाखेरि आफूले चाहिँ गर्लफ्रेन्ड बनाउन नसक्दा रिग्रेट लाग्दैन गाइस रिग्रेट लाग्छ नि है गाह्रो छ नि हाम्रो नेपाली दाजुभाइहरू हुनुहुँदो रहेछ है दिदीहरूले मम्मीलाई ल्याएर घुमाउनु भएको रहेछ है पनि यस्तो दिन कहिले आउँछ गाइस ल्याएर चट्ट घुमाउने दिन अब कहिले आउँछ यो दिनको एकदम पर्खाइमा छु म चाहिँ है गाइस हेलो नमस्ते सबैजनालाई सबैजना आरामै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु अनि अहिले चाहिँ म कम्युनीबाट भिडियो बनाउँदैछु म चाहिँ आज बिहान 10 बजीतिर यता आइचिकेनको गामागोरी भन्ने ठाउँ आएको छु घुम्नको लागि अहिले चाहिँ जापानमा गोल्डन विक चलिरहेको नि त अनि त्यही भएर रुममा बस्दा बस्दा वाक्क लाग्यो अनि साथीलाई अब सोधेर अनि आइचिकेनमा घुम्ने ठाउँ कता छ भन्दा उसले अब गामागोरी आइचिकेनको गामागोरी को ताकेसीमा जाऊ राम्रो छ एकदमै भनेर भन्न थाल्यो अनि त्यही भएर म चाहिँ एक्लै अब घुम्न जाँदैछु अनि त्यहाँको अब तपाईँहरूलाई पनि सिनारीहरू एकदमै अब देखाउने छु साथीले भने अनुसार चाहिँ एकदमै राम्रो छ भनेर भनेको थियो अनि त्यही भएर तपाईँहरूलाई पनि देखाउँ भनेर हो स्टे ट्युन गाइज अहिले चाहिँ अब जापानमा गोल्डन विक चलिरहेको नि त है कतिको त मेरो साथीहरूको 27-28 तारिकबाटै बिदा हुन थालेको अनि मेरो चाहिँ अब भोलिबाट बिदा हुन्छ के किन भन्दा अब मेरो चाहिँ शनिबार आइतबार छुट्टी नै हो अनि त्यसमै गोल्डन विक परिदिएर अनि अब सोमबार र मङ्गलबार चाहिँ गोल्डन विक भइदियो मेरो लागि चाहिँ अब शनिबार आइतबार चाहिँ मेरो अब छुट्टी नै हो ओरिजिनल्ली अनि त्यही भएर गोल्डन विक खासै छुट्टी भएन मेरो लागि यसपालि त्यही पनि त्यो छुट्टीलाई युटिलाइज गरेर कतै घुम्न जाउँ न त भनेर आज चाहिँ म है गोमागारीको ताकेसीमा भन्ने ठाउँ घुम्न आएको छु तपाईँहरू पनि होइन गोल्डन विकमा कता जाने भनेर तपाईँहरू पनि एकदमै तपाईँहरूलाई अब कता जाउँ के गरौँ भएको छ भने ताकेसीमा भन्ने ठाउँ आउनु होला एकदमै राम्रो छ बिचहरू छ अब मान्छेहरूको अहिले चहल पहल छ अरे त्यही भएर म पनि यसो घुम्नको लागि एक्लै आएको जिन्दगीमा सबै कुरा एक्लै गर्नुपर्ने रहेछ अब यो घुम्नलाई चाहिँ के को साथी चाहियो र हामीलाई सबै कुरा एक्लै गर्ने बानी गर्नु छ खाऊ एक्लै हिँड एक्लै रमाऊ है आफूलाई जे गर्न मन लाग्छ त्यही गर्ने हो एक्लैले गर्ने हो जे गरे पनि कसैले आएर गरिदिँदैन त्यही भएर सबै कुरा एक्लै गर्ने हो मजाले घुम्ने पनि एक्लै हो आफू त छैन कोही भए पनि कसैले साथ दिँदैन त्यही रमाइलोको लागि मात्रै हो साथ दिने भनेको यस्तै हो गाइज अब है जिन्दगीमा अब दुःख सुख रमाइलो सबै गर्नुपर्छ बाइक पार्किङ चाहिँ छ कि छैन फेरि लास्ट झ्याउ हुन्छ क्या जापानमा चाहिँ बाइक पार्किङ खोज्नलाई गाडीको चाहिँ जता पनि भेटाइरहेको हुन्छ बाइकको चाहिँ खोजे गर्नुपर्छ क्या अनि त्यही भएर झ्याउ लाग्छ त्यो चाहिँ ल्या अब यो राइडिङ ज्याकेटमै घुम्नु पर्ने जस्तो देखियो मैले त ए बाइक पार्किङ यहीँ रहेछ त यहाँ अब चट्ट लाएर घुम्ने हो अब यहाँ मजाले बाइक राखिदिन्छु कडा कडा बाइक छ गाइज यहाँ चाहिँ कवासाकी यो चाहिँ पार्किङ रहेछ यही उयसको ताकेसीमा एक्वेरियमको पार्किङ हो क्या यो चाहिँ मैले चाहिँ बाइक यहीँ पार्क गरेर राखेको छु अब चट्ट भित्रतिर जाउँ है हेलो गाइज म चाहिँ गामागोरीको ताकेसीमा भन्ने ठाउँ आइपुगिसकेँ है यहाँ चाहिँ मान्छेहरूको अलिक चहल पहल छ है आज चाहिँ अब गोल्डन विकको छुट्टी पनि भएर होला सायद है आइतबार पनि हो नि त आज त्यही भएर मस्त वेदर पनि दामी छ अनि त्यही भएर यता बिचहरू पनि छ अरे अनि त्यही भएर मान्छेहरूको यहाँ चहल पहल धेरै छ यस्तो छ है ऊ त्यो अगाडिको चाहिँ त्यो म्युजियम टाइपको रहेछ त्यहाँ जानलाई चाहिँ पैसाहरू लाग्छ र टिकटहरू लाग्छ भनेर सुनेको थियो अनि त्यही भएर त्यहाँतिर जान्छु यो साइडतिर के छ कस्तो छ भनेर अनि अब यहाँ यस्तै छ गाइस हावा पनि चलिरहेछ मस्त है कपाल पनि मेरो लास्ट बिग्रिरहेछ कपाल पनि मिल्दै मिल्दैन अब चट्ट लगाएर साला एकचोटि ल्याममा खुइलाइदिनु पर्ला जस्तो लागिरह आजकल दिनहरू पनि यस्तै चल्दैछ अनि त्यही भएर यो कपाल सपालमा मुन्डा हानेरमा आजकल चाहिँ चट्ट बस्नु पर्ला जस्तो लागिरह मस्त छ ठाउँ चाहिँ ल गाइस अब यहाँ यस्तो छ पार्किङहरू मस्त रहेछ गाडीको यस्तो छ भ्यूहरू है यता जोडीहरू छ कपालहरू है मस्त छ ठाउँ चाहिँ चिल हान्ने ठाउँ रहेछ पुरै बस्ने ठाउँ रेस्ट गर्ने ठाउँहरू रहेछ उता पुलहरू छ है एज तपाईँहरू पनि है अब कोही गोल्डन विकमा घुम्न जान चाहनुहुन्छ भने कतै ठाउँ थाहा छैन भने गामागोरीको ताकेसीमा भन्ने ठाउँमा तपाईँहरू पनि घुम्न आउनु होला मस्त राम्रो छ है
ए सिनारीहरू हेरौँ भ्यूहरू फुलहरू फुलेर चाहिँ यहाँ चाहिँ चट्ट कपालहरू पनि आउन क्या दामी हुने रहेछ अनि साथीभाइहरूसँग चट्ट गेट टुगेदर है अनि यहाँ चट्ट बसेर चिल हान्ने ठाउँ छ उता अब के हो समुद्रहरू छ अनि म चाहिँ यहाँ भिडियो बनाएर चाहिँ सबैको अगाडि कस्तो माया पिल्ला लागिरह है अब त्यही पनि इच्छा लागिरह भिडियो बनाउन पनि अनि अब इच्छा लागि त अरूले के भन्ला भनेर किन भिडियो नबनाउने हो र होइन त्यही भएर म भिडियो बनाउँदैछु गाइज फुलहरू नेपालीहरू पनि छ जस्तो लाग्यो मलाई हाम्रो नेपाली दिदीबहिनीहरू ल ठिक छ त्यस्तो छ गाइज मस्त यहाँ हाम्रो दिदीबहिनीहरू मजाले घुमिरहनु भएको म पनि अनि चिल हान्नलाई एक्लै भए पनि छुट्टी त अब रमाइलो गर्नु पर्यो एक्लै भयो नि है त्यही भएर ल मजाले घुमियो आज चाहिँ यो चाहिँ पुरै घुम्ने ठाउँ रहेछ गाइज लास्ट ठुलो रहेछ म चाहिँ धेरै घुमेर भ्याउन सक्दिनँ जस्तो लाग्यो त्यही भएर म चाहिँ अलिअलि जता जता अलि मेन घुम्ने ठाउँ छ म चाहिँ त्यतै मात्रै जान्छु है सबजना चिल हानेर चाहिँ बसिरहेको छ मस्त कस्तो दामी हावा चलिरहेको के अनि हावाले कपाल सवाल पनि मस्त बिगारिरहेको है यो चाहिँ पुल रहेछ यता चाहिँ यो चाहिँ पुल कटेर उता त्यो बिचमा चाहिँ के जङ्गल टाइपको क्या रुख छ उ त्यो अगाडि त्यस्तो छ गाई गोल्डन विकमा कतै यसो रमाइलो गर्न जानुहोस् है कति काम त यार जिन्दगीमा काम मात्रै गर्नु त छ यार कहिले यसो रमाइलो पनि गर्नु पर्यो चाहिँ यस्तो रहेछ सट्ट मान्छेहरू चाहिँ अहिले नुहाउने यताउति चाहिँ गरे छैन है अब कतापट्टि छ त्यो चाहिँ मलाई थाहा छैन म चाहिँ उताको त्यो हल्का त्यो जङ्गल टाइपसम्म जान्छु त्यहाँ के रहेछ कस्तो रहेछ हेर्छु है यस्तो चालले जोडी देख्दा त माया टोक्ने आफूलाई पनि मस्त है हात पक्रेर जोडीसँग हिँड्न कस्तो मन लाग्छ तर के गर्नु भाग्यवश जोडी नै छैन आफ्नो चाहिँ बिस्तारै बनाउनु पर्ला गाइज है त्यस्तो छ मस्त हावा चलिरहेको छ गाइज है अब एक्लै भयो भने यसो एकछिन रमाइलो गरेर पर्छ यतातिर चाहिँ मान्छेहरू यतातिर चहल पहल छ छेउछेउतिर है बसिरहेको छ हेरिरहेको छ मान्छेहरूले चस्मा तल पारेर होइन कस्तो बिल्ला लागिरहेछ क्या तर पनि केही छैन यसो रमाइलो मेमोरिज हुन्छ भनेर मैले चाहिँ भिडियो गरेको गाइज है अब अरू त त्यस्तो केही नि होइन त्यो मैले देखाएको जङ्गल भनेको त जङ्गल होइन रहेछ नि त गाइज यो भित्र त के त्यो अब मन्दिर टाइपको केही छ जस्तो लाग्यो मैले चाहिँ सिडी चढेर जानुपर्छ हेरौँ चढौँ के कस्तो छ है अनि तपाईँहरूलाई पनि म चट्ट देखाइहाल्ने छु सिडी चढ्दा थाकिसक्यो गाइज है अझै यत्रो सिडी रहेछ चढौँ है के छ भनेर के छ कस्तो छ हेरौँ माथि गएर मैले भनेको थिएँ नि मन्दिर टाइपको छ भनेर ठ्याक्क सानो त्यस्तै रहेछ है हेर्नुपर्छ गाइज यहाँ चाहिँ मान्छेहरूको लाइन छ है यो चाहिँ पूजा गर्ने ठाउँ जस्तो छ गाइज यो चाहिँ यस्तो छ यो के पानी सानी चढाउने हो कि खाने हो मलाई थाहा भएन यो है अनि यहाँ यस्तो रहेछ यहाँ चाहिँ पूजा गर्नको लागि हो के अरे लाइन बसिरह मान्छेहरू यस्तो छ ऊ त्यो अगाडिको दिदी कति राम्री हो पनि मलाई खासै थाहा भएन यो दिदी अनि यता पनि चट्ट त्यो जङ्गल टाइपको भनेको त्यो भित्र चाहिँ यस्तो रहेछ क्या मस्तको ठाउँ रहेछ पिस ऊ त्यहाँको दिदी के बेचिरह मलाई थाहा भएन ल चिल रहेछ गाइज कस्तो राम्रो लाग्यो मलाई चाहिँ यो ठाउँ तपाईँहरूलाई पनि म सजेस्ट गर्छु यो ठाउँ चाहिँ है घुम्नको लागि मन्दिर छ म त थाकिसकेँ गाइज हिँड्दा त्यो सिडीहरू चढेर यस्तो रहेछ अझै त्यो भित्र के कस्तो छ हेरौँ गाइज यहाँ चाहिँ यस्तो दामी ठाउँ रहेछ भने यता त्यो कुनातिर आएको म है कस्तो दामी रहेछ क्या यहाँबाट सब नजिक देखिन्छ है हेर्नु है गाइज पुरै यता चाहिँ बस्ने ठाउँहरू रहेछ कपल्सहरूको लागि जो बसे नि हुने रहेछ यस्तो छ है कस्तो दामी ठाउँ छ क्या अझै म अर्कोचोटि पनि एकचोटि घुम्न आउँछु गाइज यो ठाउँ मलाई एकदमै राम्रो लागेको छ अर्कोचोटि चाहिँ साथीहरूसँग आउँछु साथीहरूसँग आयो भने अझै झन् रमाइलो हुन्छ है सबैजना यसो
चिल हान्नु पर्ने हुन्छ यो ठाउँमा कस्तो दामी छ क्या हेरौँ यस्तो छ गाइज स्वर्ग जस्तै छ नि यो ठाउँमा चाहिँ फोटो खिच्नेहरू पुरै लाइन लागिरहेको छ है गाइज मान्छे अब अझ झन् राम्रो छ क्या अरे त्यही सबैजना तब गइरहेको छ यहाँ चाहिँ कपल्सहरू हेर चाहिँ यस्तो छ गाइज है सिनहरू के गर्छ मजा मस्त भाइब्स छ क्या कस्तो चिल भाइब्स छ क्या अब त्यस्तै मजाको लागिरहेको छ है अब म तल जाँदैछु गाइज यहाँ चाहिँ सिडीहरू रहेछ गाइज अनि त्यही भएर सबैजना सिडी तल झर्दैछ तल जानको लागि है यस्तो छ गाइज मस्त छ पुरै चिल हानिरहेको छ सबैजनाले हाम्रो यहाँ भेते दिदी हो के अरे मस्त छ यस्तो छ गाइज है अब म पनि अब यहाँ थोरै एकछिन घुमेर अब म पनि फर्किन्छु अनि यो भिडियो चाहिँ भोलिसम्म आउँछ गाइज सबैले है लाइक कमेन्ट सेयर गरेर यसो हौसला बढाइदिनु होला अब यहाँ चाहिँ एउटा जापानिज आन्टीलाई यहाँ मेरो पनि 2-4 फोटो हान्न लगाउँछु म गाइज अब हान्दिनु हुन्छ कि हान्दिनु हुन्न थाहा छैन चट्ट लगाएर अब यहाँ चाहिँ हान्न लगाउँछु अनि आन्टीहरूले फोटो सोटो पनि खिचिदिनु भयो 2-4 अब कस्तो कस्तो निस्कियो अब थाहा छैन अब भरे गएर यसो हेर्नुपर्छ एउटा चाहिँ राम्रै निकालिदियो जस्तो लाग्यो मलाई चाहिँ आन्टीहरूले है यता अब चहल पहल छ यता बच्चा बुच्चीहरू छ सब है अब म चाहिँ अब यहाँबाट चाहिँ अब फर्किँदैछु अब उतातिर के कस्तो हुन्छ उता पनि तपाईँहरूलाई देखाउनेछु गाइस कपल्स कस्तो रिग्रेट फिल हुँदैन गाइस कपल्स देख्दाखेरि आफूले चाहिँ गर्लफ्रेन्ड बनाउन नसक्दा रिग्रेट लाग्दैन गाइस रिग्रेट लाग्छ नि है गाह्रो छ नि हाम्रो नेपाली दाजुभाइहरू हुनुहुँदो रहेछ है दाइ दिदीहरूले मम्मीलाई ल्याएर घुमाउनु भएको रहेछ है पनि यस्तो दिन कहिले आउँछ गाइस ल्याएर चक्क घुमाउने दिन अब कहिले आउँछ यो दिनको एकदम पर्खाइमा छु म चाहिँ हावा चलेको भएर खासै केही सुन्ने छैन होला यसो हेडफोन लगाएर सुन्नु होला ल गाइज माहौल यस्तो छ यार गाइज यता आजको मौसम पनि एकदम राम्रो भएको भएर होला है मस्त छ त्यस्तो छ ल गाइज म चाहिँ यहाँबाट घुमेर पनि निस्किसकेको अब है अब चाहिँ म रुम जानुपर्ने हुन्छ लास्ट राम्रो लाग्यो तर यो ठाउँ चाहिँ मलाई है घुम्ने ठाउँहरू एकदमै धेरै है टन्नै थियो मैले चाहिँ अब राम्रोसँग घुम्न सकिनँ है अनि मसँग त्यति खासै टाइम पनि थिएन धेरै अनि त्यही भएर म चाहिँ हल्का हल्का जता जता आफूले देखेँ त्यतै घुमेर चाहिँ म चाहिँ फर्किएँ तपाईँहरूलाई आइचिकनमा घुम्ने ठाउँहरू थाहा छैन भने तपाईँहरूलाई चाहिँ म यहाँ आएर घुम्नको लागि एकदम रिकमेन्ड गर्छु गाइज किनभने यो चाहिँ एकदम राम्रो लाग्यो मलाई त्यही भएर है तपाईँहरूलाई नि राम्रो लाग्न सक्छ यदि साथीहरूसँग अथवा कपालहरूसँग आउनुभयो भने पनि यहाँ बस्ने ठाउँको पनि व्यवस्था रहेछ गाइज त्यसो टेन्सन गर्नु पर्दैन जोस् मन पर्यो गाइज थ्याङ्क यू सो मच फर वाचिङ गाइज मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है झन् त्यसले मलाई अझ ऊर्जा मिल्छ झन् राम्रो राम्रो भिडियोहरू बनाउनको लागि हस् अर्को भिडियोमा फेरि भेटौँला गाइज